होइन। आज चाहिँ के को भ्लग चाहिँ एउटा बिहान भने सोचिरहनु भयो होला। आज चाहिँ मेरो हाम्रो दमकमा लगेको दमक कोरा हुँदैछ होइन। अहिले चाहिँ म साइकलबाट हिँड्दै भ्लग बनाएको छु। म सर र यो रवि स्ट्यान्ड हुँदै तल लक्ष्मी टेक्सटाइल जानेछु होइन। सर जान्छु साइकलमा। तपाईँहरूलाई म अब सिधै लक्ष्मी टेक्सटाइल त्यहाँ लक्ष्मी टेक्सटाइल बन्द रहेछ होइन। अनि म चाहिँ अहिले यहाँ दमक चोकमा आएर यहाँ मेरो साथी परिरहेको छु होइन। साथी मेरो यताबाट आउँदैछ होइन। अझै हाम्रो दुईजना दाइहरू चाहिँ ऊ पर त्यहाँ खाजा खाँदै हुँदो रहेछ। त्यहाँ दुईजना दाइहरू पनि बसेर भएको थियो। अब हाम्रो 6 बजे बोलाएको होइन। ठ्याक्कै 6 बजिसक्यो होइन। अब हामी त्यहाँ गएर अबदेखि त्यहाँ रेस्ट गर्छौँ। अनि त्यहाँबाट हामी आजको कुरा हाम्रो सुरु हुन्छ है त गाइस। अब हाम्रो साथी चाहिँ अब कतिखेर आउँछ होइन। र त बोलाइसक्यो भने थियो होइन। म चाहिँ एक्लै यहाँ साइकलमा बसिरहेको छु होइन। एक्लै साइकल हात पनि यस्तो भइसक्यो यार गाइस। हेर्नु न पुरै ढुट्टिसक्यो मेरो साइकल चाहिँ पुरै। भर्खरु यहाँबाट आउँदैछ होइन गाइस। लखर लखर होइन अझै स्ट्यान्ड देखाएको यसले मलाई केही गर्न सक्दैन त। मैले ऊ झर होइन हेलमेट झार गाइस। त्यसले डेक झार बल्ल आइपुग्यो केटा हो। के छ अनि गाइस। त्यसलाई म बिहान 5 बजे फोन गरेको होइन। यतिखेर 6:30 बज्यो। 6:30 बजे आउँदै त्यो भनेको नेपाली टाइम हो नि त। अझै के भन्छ गाइस 5 बजे उठाएर होइन गीत सित लिएर 5 बजे उठाएर यतिखेर आउँछ गाइस। के भन्ने अब हामी यहाँबाट डाइरेक्ट अब उता जान्छौँ होइन। त्यहाँ हाम्रो एडभेन्चर अफिस छ। अब त्यहाँ गएर भेट्छ त गाइस ल। यहाँ दमक कोरा भन्दा यहाँ साइकलमा निकालिसक्यौँ होइन। यहाँ अझै केही मान्छेहरू अझै आउने बाँकी छ होइन। अझै मान्छेहरू आउँदै हुन्छ एकजना गर्दै। अनि त्यसपछि बल्ल हाम्रो सुरु हुनेछ। यसरी पानीहरू ल्याउँदै यहाँ गाडीमा बसाइदिएको छ होइन। हे मलाई म भन्दा यत्रो ज्याम छ है। एउटा बोक्न पनि यस्तो झ्याउ गरेर कसले भने मान्छेले 5वटा म त भर्खर एउटा पनि ल्याउँदै थिएँ। हाम्रो केटा चाहिँ यहाँ झ्याप्दी काम गर्दार भएछ। अन्त टक्क घाँटीमा म कसरी लगाएर हामी पुरै रेडी अवस्थामा छु है गाइस। हाम्रो ड्रोन सर चुङिरहेको गाइस होइन। ल गाइस ल हाम्रो सुरु भयो। ल गाइस हिँड्नु हिँड्नु ल है गाइस। ल सुरु भयो गाइस हाम्रो। ल 10-20 जना पछाडि अरू बाँकी रहेको सबै अगाडि है त गाइस। ल अब म पनि हिँडेँ ल। के हो गाइस हाम्रो सुरु भइसक्यो। अब आजको राइड चाहिँ हामी यहाँबाट चिया बगान हाम्रो यहाँ साथीहरू पनि भ्लग बनाउँदैछ होइन। आजको राइड चाहिँ हाम्रो आज चिया बगान हुँदै अनि भ्यू टावर हुँदै अनि हामी चपेटीबाट सरासर है त गाइस। यस ल है गाइस। ल सुरु भयो हाम्रो। ल है ल सुरु भयो गाइस। ल हाम्रो ल लगभग हामी यहाँ 100 भन्दा बेसी नै छौँ मान्छेहरू। धमाधम हामी अगाडि हिँड्दैछौँ। बिचमा टायर चाहिँ कसैको पनि नपरोस् है गाइस। ल गाइस ल हामी चाहिँ अब सरासर हिँडिसकेको छौँ है गाइस। ल हामी चाहिँ फेरि यसरी ग्रुपै अगाडि हिँड्छौँ होइन। यहाँ क्या गीत सुन्दै गएको छु म चाहिँ। अहिले भिडियो गर्दा गीत रोकेँ। अनि हाम्रो भाइ कस्तो हुँदैछ अनि आमा हुइली हान्दै हिँड्छ केटा आज होइन। म चाहिँ बिस्तारै जान्छु होइन। 25 किलोमिटर राइड छ हाम्रो आजको। सबैको जर्सी एउटै हुँदाखेरि होइन सबै एकैचोटि हिँड्दाखेरि सायद राम्रो हुँदैन गाइस। को छुट्नु भयो होला गाइस होइन आउनुको लागि। ला दाइको चाहिँ पुछिन्छ। म चाहिँ यहाँ अगाडि आएर बसिरहेको छु होइन यता। अझै हाम्रो दाइहरू अझै पछाडि आउँदै हुन्छ कतिजना होइन। हामी चाहिँ बल्ल लगभग 5 मिनट कम्प्लिट गरेर आइसकेको छु। त्यहीँबाट आउँदा पनि कस्तो गाइस होइन पसिना भएर आमा होइन गाइसहरूले। घर पुग्दा पुरै रातो पिरो हुन्छ। हाम्रो दाइहरू यहाँ गोर्खा
कम्प्युटरबाट आउनु भयो अरे होइन खोइ आउँथ्यो होला नि हाम्रो साथीहरू चाहिँ कहाँ छुट्टै गएको थियो होइन सँगै आइरहेको थियौँ आज यो सबैजना आज सबै भ्लगर मात्रै छ सो गाइस हामी चाहिँ ठ्याक्कै लगभग आम्मो के हो पुरै ट्यार गर्दै भयो साइकलहरू पनि हामी पनि यस्तै हाल्नु हुन्छ गाई तर के गर्नु म चाहिँ बिस्तारै जान्छु होइन अगाडि होइन अरू दाइहरू सबैजना अगाडि जाँदै हुन्छ म चाहिँ पछाडि जान्छु भन्न मिस्टेक भएछ गाई होइन बिस्तारै जान्छु गाई छैन म चाहिँ हामी चाहिँ लगभग कति 5 किलोमिटर कम्प्लिट भइसक्यो हाम्रो लगभग त्यहाँ बाटो बन्द रहेछ गाई हामी चाहिँ यो चिया बगान हुँदै अब यहाँबाट हामी भिउटाबाट निस्केर चपेटी हेलो दाई भिउटाबाट निस्किँदै हामी चाहिँ अनि चपेटीतर्फ लाएर त्यहाँ हाम्रो चिया नास्ता हुन्छ त्यसपछि अनि हामी त्यही अर्कै ठाउँमा हाम्रो एडभेन्चरमा आएर भेला हुन्छौँ है त गाइज हाम्रो दाइहरू सबैजना अगाडिको छ म मात्रै पछाडि छु होइन गाइज होइन एक्लै अब म धेरै बोल्नै सक्दिनँ है गाइज त्यही भएर म तपाईँहरू त भिडियोमा देखाउँछु त्यति आज 25 किलोमिटर राइड छ नि त त्यति बोल्न सक्दिनँ क्या म अहिले यस्तो स्याहाँ भइसक्यो म त्यही माथि मुखमा मास्क लगाएको छु होइन अलिकति अब हामी हिँडिसकेको छौँ यो सबै यो चिया बगान है गाजी भित्रको बाटो हामी जहिले उल्लाबारीको बाटोबाट देख्नुहुन्छ होला यो चाहिँ हाम्रो भित्रको सबै यो चिया बगानहरू है गाजी चाहिँ यिनीहरू सबै त्यही माथि यो लाउँछु धेरै पछि हिँडेको त गाई अब त पानी त हटे हो हेर्नेसिङ गफ गरेर भोलिको त सबैजना अगाडि म मात्रै छु पछाडि होइन यहाँ सिटी छ सबै अगाडि गइसक्यो म नि अब अगाडि जान्छु भने गाई होइन हामी चाहिँ ट्याकको अफरोड हान्दै हिँड्दैछौँ है त हामी चाहिँ ट्याकको अफरोडहरू हान्दै अहिले भित्र गल्ली हिँड्दै हामी चपेटीतर्फ लाग्छौँ है त गाई यिनीहरू सबै देख्नु सबै यो भित्रको यो चिया बगान है गाछी यिनीहरू सबै मान्छे पर पुगिसक्यो पर लाइनमा जानेछु हामी चाहिँ यहाँ भित्रको बाटो हुँदै गइहाल्छौँ खोलाको बाटोबाट सबैजना पर पुगिसक्यो लगभग हामी कति 150 आना भन्दा आज हामी मान्छे बेसी नै छौँ होइन हाम्रो क्यामेरा दाइ पुरा अगाडि आफै एक्लै धुनमा हिँड्दै हुन्छ है गाइस हामी चाहिँ यो कुन ठाउँमा थाहा भएन गाइस होइन हामी चाहिँ यो मेन हाइवे टच भइसकेको छौँ उल्लाबारी जस्तो लाग्छ मलाई जहाँसम्म गाइस होइन अब जाउँ है कहाँ हो गाइस झन् चाहिँ घाम घाम लाग्ला जस्तो भयो गाइस घाम र पानी केही नहोस् भनेको मौसम ठिक छ भनेको पानी पर्थ्यो भने चाहिँ बिजोग हुन्छ घाम त लागोस् केही फरक परेन होइन तर मेला चाहिँ नलाओस् भनेको हाम्रो केटा यहाँ पानी खाँदै होइन त्यसै पानी सानी खान बस्नु पर्यो गाइस हाम्रो दोस्त चाहिँ यहाँ रहेछ ल सबै अगाडि गइसक्यो अझै आउँदै पछाडि पनि एकजना होइन हाम्रो गाडी पनि छ गाडी यहाँ होइन हाम्रो गाडी पनि आज मसँग छैन ल
अङ्कलहरू चाहिँ अगाडि चाहिँ छिटो अगाडि जान्छौँ होइन हाम्रो धेरै पछाडि छु गाडी यहाँ छ भने हामी म र दोस्तमा छु भने पछाडि होइन यसले म टप यार भिडियो बनाएदेखि म टपिहाल्छु र यसमा तर गाइस म धेरै पछि आज राइड गरेको होइन अलि सकिन यार गाइस मैले अलिक मलाई अलिक कस्तो गाह्रो जस्तो हुन थाल्यो कि यहाँ हाम्रो सुमन दाले हाम्रो यहाँ लिमिट गर्दै हुन्छ केही हुन्न ताई गर्ने कत्रो साथीको आमा सो गाइस हामी चाहिँ यो सबभन्दा अहिलेको भाइरल रोड तपाईँलाई पनि थाहा होला होइन त्यो बाटो हामी आइपुगेछौँ भाइरल रोड यहाँतिर सबै धानहरू बिसाएर होइन बाटोमा यस्तो ड्रइङहरू खतरा बनाए भाइरल रोडमा है हामी चाहिँ यस्तोमा चाहिँ हो नि त ग्रुप राइडिङ भने यस्तोमा चाहिँ हो नि त रोड भनेको आमामा हिँड्ने सबजना अगाडि झन् रातिमा भएको भए यहाँ बत्ती छ नि त रातिमा भएको त बोट बाटो त पुरै झिलिमिली हुन्छ होला गाइस यहाँ त के अलिकति प्रब्लम आएको जस्तो लाग्यो होइन त्यो पछाडि टायर यस्तो हाल्नु थाल्यो क्या त्यही भएर त्यो हो कि होइन भने त्यहाँ मेरो भाइले त्यहाँ टेस्ट साइज हान्दै होइन हेरिदिखायो त्यो भाइले होइन अब भयो भने त यहाँ मेकाउँदाखेरि पर्खेर बस्नु पर्यो रहेछ हो रहेछ भने के भयो हो रे हो यहाँ नि ल जाउँ ल त्यस्तो केही भएर हुन्छ गाइस अब जाउँ ल भ्यू टावरै गाइस अहिले मलाई भने नि भ्यू टावरको बाटो जान्छु भन्दा यो चाहिँ भ्यू टावर दमकको बन्दै गरेको यो कति यो 18-26 तले भनेछ अब हामी त्यो पुग्न आँटी के हो यहाँ त पुरै स्विमिङ रहेछ नि त बाटोमा त सो भ्यू टावर पनि म धेरै पछि देखेँ मैले भनेको लगभग यो कम्प्लिट हुन आँटेछ झ्यालहरू यो सबै लागिसकेको छ भ्यू टावरमा अबको यो धेरैमा अब यो 2 वर्षमा अब यो कम्प्लिट हुन्छ जस्तो लाग्छ मलाई जहाँसम्म अब चाहिँ हामी भ्यू टावरमा गएर एकछिन बस्छौँ त्यसपछि अनि हामी कृष्ण मन्दिरतर्फ चौपेडीतर्फ लागेर त्यसपछि हामी अहिलेको एडभेन्चरमा जानेछौँ है त गाइस ऊ पर बुझ्नुसक्नु घुसेको होइन हामी चाहिँ यहाँ बस्ने भ्यू टावर चाहिँ यहाँ चाहिँ भ्यू टावर बाटो त लगभग पिच गरिसकेको रहेछ अस्ति चाहिँ पिच छैन नि त अब त्यहाँ गएर हामी एकछिन नसा पानी गर्छौँ नि त गाइस एकछिन केटा कस्तो हुँदै हो कस्तो हुँदै आज अल्छी लाग्यो अगाडिघरि एकदम शान्त भएर अल्छी लागेको हामी पछाडिको मात्र हामी चाहिँ यहाँ थोरै 5 मिनट यसो पानी सानी खानेको लागि ब्रेक ल्याउँछ यहाँ ठ्याक्कै भ्यू टावरमा त्यो सब हुन्छ भ्यू टावर यहाँ नजिकै पहिला त यहाँ बाटोहरू केही बनाएको छैन त पुरै बाटो हो नि बनाइसकेको छ गाइस होइन अहिले त यहाँ पहिले यस्तोहरू केही थिएन यहाँ पुरै सुनसान थियो पुरै अहिले चाहिँ जे होस् लगभग कम्प्लिट हुन आँटिसकेको छ लगभग सबजना यहाँ यसो पानीहरू यसो हल्का पानीहरू खाएर एकछिन त्यहाँबाट हामी कृष्ण मन्दिरतर्फ लाग्छौँ ठन्डा गाडी ल्यामा पसिनाले यस्तो भएको छु गाडी होइन हाम्रो भाइलाई फेरि यहाँ अल्छी लाग्यो अरे फेरि यहाँ फोटोसुटहरू गरेर होइन सबै गरेर अब हामी सबै हिँडेको है त गाडी ल सबै आएर सबै रेडी भइसक्यो होइन हामी अब हामी यहाँबाट अब हिँड्ने है त गाडी अब साथी अगाडि आइदिनु पर्यो अगाडि बढिसकेको छ क्या गाइस ल लगाएछ हाम्रो सबजना टिमहरू अगाडि बसेको कहाँबाट आएको भाइ सबै टिमहरू अगाडि बढ्छ कि ल अब हाम्रो लाग्नुपर्ने हुन्छ होइन फेरि छुट्टिन्छ फेरि ल है गाइस ल
हामी पनि अब हेर्न सक्यौँ ल 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 यस 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 आमा कति छिटो उहाँ पुगिसकेको है आमा पछाडि फेरि अब चाहिँ म अगाडि हिँड्नुपर्छ गाइज होइन अझै लास्टै पछाडि भयो म होइन अब चाहिँ हाम्रो ड्रोन सोट पनि यहीँ पऱ्यो देखेकै थिइनँ ल आमा यो बाटोमा गाडीहरू कति आएको गाडीहरू के कुदाउँदिएन त ओ बाटो खानै दिएन त गाडीहरू त्यो टेम्पोहरू आमा यो रुखको मुनि बसेर एकछिन ब्रेक लिएको 2 मिनट चाहिँ होइन लास्ट थाक्यो हेर्नु रातो पिरो भएर अनुहारै कस्तो भयो होइन अब हामी यहाँबाट 0 पोइन्ट जानेछौँ चुलीको टुप्पीमा अनि त्यहाँबाट हामी आइतबार हुँदै तलतिर झर्छौँ है त गाइस ओ केटा कस्तो हुँदैछ आजको ग्रुप हामी कहाँनिर जान्छौँ न भाइ भन्नु त अलिकति हामी तपाईँ 0 पोइन्ट यो कता हो अहिले यो अहिले बाघखोटको जङ्गल है गाई यो चाहिँ यता त घर यता जङ्गल गाई हाम्रो ग्रुप चाहिँ धेरै छुट्यो गाई होइन पछाडि पनि आउँदै हुन्छ त्यहाँ भिडियो बनाउँदै हुन्छ होइन हाम्रो ग्रुप आधी भन्दा बेसी चाहिँ अगाडि छ ल ल ल हाइट 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 त जे होस् यतिको रमाइलो होइन पहिलेको वर्ष नै भएको थिएन गाई आज यति रमाइलो भयो कि गाई होइन तर पछि आज लास्टै दिएको छ त्यही भएर म त्यति बोल्न सक्दिनँ त्यही भएर मैले भिडियो पनि सट बनाउँदै हालिदिन्छु गाई होइन म बिचको भ्लगहरू देखाइदिन्छु त्यति बोलेर चाहिँ म हाल्दिनँ है गाई ल यो चाहिँ साइकलको प्रब्लम आएर होइन मेरो साइकल गाडीमा हालेर म चाहिँ अर्को त साइकल कुदाएको होइन कस्तो त पछाडिको टायर छ होइन गाई होइन त्यो टायरै बाङ्ग्यो गाइस कस्तो तना लाएर गाइस अहिले हेर्न त्यस्तरी हिँड्दैछु म होइन त्यो साइकल के वाक्यो त्यो पछाडिको टायरै त बाउड हेर्नु साइकल त्यसरी हाल्दैछु मैले होइन साइ अब यो साइकल चाहिँ रमाइलो देखेँ गाइस हामी त सुमन दाइले मलाई यहाँ हिँड्किन भन्दै हुन्छ म यहाँ भिडियो बनाउनै व्यस्त छु क्या साइकल बिराएको आने गर्दाखेरि मैले यो अर्को कुदाएको होइन यो साइकल चाहिँ यस्तो रमाइलो गाई होइन हामी फेरि उहाँ पुग्नुपर्छ उहाँबाट आउँदै हुन्छु हो यो चाहिँ त्यही साइकल होइन मेरो साइकल चाहिँ अगाडि गाडीमा हालेको छु कहीँ हिँडेको बेलामा चाहिँ अस्ति माइ गएको बेलामा टायर पड्क्यो अहिले फेरि हेर टायर ढकिदिएर के हो दाइ बिजु कहाँ छिया त अनि त्यो गाइस हामी चाहिँ उही डाँडा खानु डाँडा टो डाँडाबाट मुनि हो हाम्रो आजको उयो अनि त्यहाँबाट हामी कृष्ण मन्दिर त्यहाँदेखि हाम्रो अहिलेको एडभेन्चरसम्म म चाहिँ गीत सुन्दै गइरहेको छु होइन गाइस होइन त्यही भएर बाटोको भ्लगहरू त्यति हाल्न पाएको छुइनँ यसरी हात छोड्दा पनि होइन सर्र हुन्छ गाइस के हाम्रो हेर्नु सर्रै हात यहाँ छ दुइटै हात एउटा हातमा मोबाइल छ एउटा हातमा त्यति छ गर्दै यस्तो रमाइलो सुनसान जङ्गल छ होइन गाइस होइन छोडेर होइन यता सर्टकटभित्र जान्छौँ होइन कस्तो मिसाइ कुदा गाइस होइन यस्तो प्याज त सास फेर्ने कस्तो गाह्रो भयो कस्तो यिनीहरूले मलाई फेरि यति मान्छे के गर्नु भाइ मैले अब के गर्नु त तर कसम यो साइकलमा त यस्तो तर यो साइकलमा त गाई होइन लामो पनि होइन तर टक्क यो रेसा पनि बबाल लाग्ने क्या यस्तो कुदो रहेको गाई छ नि यो
तर यो चाहिँ तर पिचमा चाहिँ पेलो भन्नु गाइज होइन साँच्चै सास फेर्नु लास्टै गाह्रो हुन्छ क्या म त्यत्रो पेले हेर्नु गाइज होइन सास फेर्नु लगाउँदा लास्टै गाह्रो भयो गाइज अब आजको हामीले यहाँनिर बसेर टक्क यो ठाउँमा के भन्नु थाहा भएन गाइज होइन यहाँनिर बसेर अब हामी नास्ता पानीहरू गर्छौँ कि समय रेस्ट गर्छौँ ओब्बर आज त ओब्बर धेरै पछि राइड गरेको लाग्यो गाइज होइन यस्तो दुखेको छ कि होइन पुरा गरेर साध्यै होइन त्यही माथि आज कोरा भन्न आज मलाई राति 2 बजी निन्दा छोडेको गाइज होइन अब भरे यस्तो निन्दा लाग्छ गाइज होइन मेन त साइड एउटा सास फेर्न पनि कस्तो गाह्रो भएछ म त्यति बोल्न पनि सकिरहेको छैन गाइज होइन लास्टै गाह्रो हो मलाई चाहिँ आज हेर्नु सबैजना थाकेर यहाँ पुरै भुइँमा लडी बढी भएर बसिरहेको छु होइन कतिजना त्यहाँ बस्नु भयो होइन आधी मान्छेहरू यहीँ छु उता हाम्रो सुमन दाइ आउँदै हुन्छ कोराको मेन लिडर हाम्रो केटाहरू चाहिँ ऊ तल बसिरहेको गाइज त्यहाँ अगाडि त खाजा खुवाउने उयो भइरहेछ होइन सबै सबै लाइनमा बसेर पछाडि हामी चाहिँ अब अन्तिममा बस्ने अनि बल्ल के हो पुरा रातो पिरो भएर बसिरहेछ त भाइ के भोक लाग्यो क्या अनि गल्यो के कहाँनिर ए हो र एउटा फेरि महाचक छ के घरि यता हिँड्छ घरि उता हिँड्छ हामी चाहिँ चुपो लागेको छ लाइनमा बसिरहेको छौँ अगाडि होइन यो फेरि घरि के गर्छ यत्रो बुढो भइसक्यो बच्चा जस्तो बेला थियो होइन के गरेको अझै यसलाई अहिले हान्छु गाई चाहिँ मैले यसलाई अहिले तान हान्छु अहिले यहाँ अगाडि खाजाहरू यहाँ खुवाउने उयो भइरहेको छ गाई होइन सबै त्यहाँ बसेर खाँदै हुन्छ अब हामी पनि अब लाइनमा जानेछौँ खाजा खाना एउटा केरा चना भुजा दही अन्डा होइन अन्डा खाने मान्छे पो र आफू भेज पर्यो होइन अन्डा खान म चाहिँ म केटा सकि पनि सकेछ केटा अब भर्खर आउँछ केटा सकिसकेछ के छ कोला पुगेन ला हो भाइलाई कोला दिनु छ बिचार है कोला चाहियो कोला खाएको छ भिडियो ल हाम्रो पनि कस्तो हुँदैन खाजाहरू चित्त बुझेन त्यही त मासु होइन जस्तो रसबरी ए रसगुल्ला ओहो रसगुल्ला खानुपर्ने अरे गाइज गाइज हामीले चाहिँ खाजा त खाएर सबै होइन यहाँ अङ्कलले यहाँ गीत गाउँदै हुनुहुन्छ यही हामी सुन्दै अब यहाँ एकछिन रमाइलो गरेछौँ यता फेरि यो चकचके हुइली हान्दै बस्थ्यो बाटोमा पनि उडाउँदै आएको अहिले पनि उडाउँदै अब आफूले त आउँदैन आफ्नो त भएको साइड पनि डिग्री हान्नु गाइज होइन अब भरे अब घर कसरी जानु भनेर छु गाइज होइन दोधारमा परेर यहाँ 7जना केटाहरू 5जना केटाहरू हुइली च्यालेन्ज गरिदिए सबजना होइन कोले कति हान्ने भन्दा यो एउटा फेरि आफ्नै धुनमा छ फेरि यो त्यस्तै चुम्किया त कोहीले पनि हानेन पिचमा त्यो त्यस्तै छ खोइ त हुइली हान्छ भने खोइ त ल ल ल खोइ त तेरो चाहिँ खोइ त त्यसको त फेरि साइकलै फेरि घचक 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 हुने खालको छ फेरि हान्ने खालको हो र ओ ओ ओ ओ ल ल खोइ त अनि यहाँ ड्रोन सोटे हेर्छ फेरि बिल्ला अरे बिल्लावाला बिल्ला आफूलाई हान्नु भने फेरि आफूलाई आउँदैन फेरि हो भने त्यहाँ हाम्रो ड्रोनले पनि खिचिदिएको गाइजु यहाँ ड्रोनले खिच्दैछु यहाँ हाम्रो ड्रोनले पनि खिचिदिएको होइन गाइज यहाँ खोइ त यहाँ हान्दैन खोइ त हान्नु न हौ उहिले अनि खोइ त उहिले च्यालेन्ज हुँदैछ होइन हामीले केटा आएको ल उहिले च्यालेन्ज ल हामी यहाँबाट भिडियो पाउँ है त अब यहाँ सबैले यहाँ भिडियो बनाउने अरे होइन यहाँ हाम्रो ड्रोन्सले पनि खिच्दैछ अब यता हाम्रो
भिडियो गर्यो नि यिनीहरूको ल कति आना 1 2 3 4 5 7 जना हो ल 7 जनाको विली च्यालेन्ज है त गाइस ल ल खोइ त है त ल ल ल खोइ त दिग बस्तेहरू ल ल पार लाग्यो खोइ फेरि सबैजना बसेको साथै दाइहरू होइन अगाडि सबैजना अगाडि गइसक्यो यहाँबाट अब उता 0 पोइन्ट चपेटी सबै अगाडि गइसक्यो है त्यहाँबाट अब यहाँ गाडी म त्यो बाइकहरू मात्रै हो सबै रेडी भइसक्यो कुदा मैले कुदाउनु भने क्या ल पाइसक्यो होइन अब फेरि मेरो साइकल चाहिँ बिग्रेर गाडीमा हालेको छु होइन गाडी त्यहाँ फस्याएको छ गाडी नै आएको छैन होइन हामी चाहिँ सबैजना ड्राइभर यताबाट आउँदै हुनुहुन्छ होइन अब हामी यहाँबाट अब सिधै चपेटी कहाँ अरे भाइ 0.2 अनि त्यहाँबाट हामी अहिले एडभेन्चरमा जान्छौँ है त गाइस हामी चाहिँ त्यो चपेटीको बाटो निस्केर होइन माथि नआइकन हामी डाइरेक्ट यता कतै बेलाइनतर्फ लागेको छु होइन गाइस हामी चाहिँ तल बेलाइनतर्फ लागेको छु तपाईँहरूले यो ठाउँ चाहिँ देख्नु होला जहाँ चाहिँ अक्सर ददीले ममिनाको धन गीतको सुटिङ चाहिँ यहीँ भएको हो होइन यही रुखमा गरेको हो अब हामी सिधै तल बेललाइनतर्फ लाग्दैछौँ एक्लेको होइन अझै मान्छेहरू पछाडि आउँदैछ हाम्रो गाडी बल्ल यहाँ आइपुग्यो पर एकजना अङ्कल आउँदैछ बिस्तारै सायद फोटो सुट होला गाइस त्यसै लाग्यो गाइस हामी चाहिँ हाइवे टेकिसकेको छौँ होइन यो चाहिँ बेलाइ जाने हाइवे भन्दो रहेछ गाइस अरे आमा होइन अब हाइवे आएपछि त केटा के हो सबै यहाँ जोसमा आउँछ त आमा उता पनि चाहिँ बेलना आइपुगिसक्यौँ होइन हाइवे अब चाहिँ अब हामी यहाँबाट सिधै ओह के अरे झन्डै मरेन त बिस्तारै हामी चाहिँ अहिले ठ्याक्कै यो भाङबारी क्रस भएर अब हामी यहाँ हल्दार चोक आइपुग्न आँट्यौँ होइन अब यहाँबाट चाहिँ अब हाम्रो कुरा सकिसक्यो हेर यहाँबाट डाइरेक्ट अब हामी बिहान जहाँबाट स्टार्ट गएपछि त्यो एडभेन्चर एस्टिमेट हो त्यहीँनिर जानेछौँ अहिले हामी अब त्यहाँनिर गएर हामी त्यो योहरू खाजाहरू खाएर अन्त हामी केही गरेर त्यहाँबाट हामी लाग्नेछौँ है त गाइस यहाँ रबिसन हुँदा होइन अब हामी त्यही त बिहानको ठाउँमा जानेछौँ त्यही एक्सपेरिमेन्ट एडभेन्चर भन्ने ठाउँमा सबजना आधी अड्छ आधी पहाडी छौँ होइन हामी सहर जानेछौँ अब हामी तपाईँलाई म सिधै मुनि गएर भेट्छु है त गाइस हाम्रो आज कुरा चाहिँ यहाँनिर सबै स्याहार छ गाइस होइन ठ्याक्कै लक्ष्मी चाकी स्टोरबाट हामी यो रेस्टुरेन्टमा आएर यहाँ बसेको छौँ होइन यहाँ खाजा खाने अनि यहाँ कार्यक्रम सानो हुन्छ अनि त्यहाँबाट हामी सबैजना छुट्टिन्छौँ ल हस् त आजलाई यति नै होइन हजुरहरू यो भ्लग कस्तो लाग्छ मन परेमा लाइक सेयर सब्सक्राइब गरिदिनु होला होइन र धेरै माया गरिदिनु होला त्यति भन्दै म हजुरहरू नेक्स्ट भिडियोमा भेटिन्छु